नमस्ते सबैलाई। आज हामी एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम भर्खरै सार्वजनिक गरेको छ र यसमा सहकारी क्षेत्रलाई लिएर केही एकदमै ठूला र नयाँ व्यवस्थाहरू गरिएका छन्। अहिलेको समयमा सहकारी क्षेत्रको अवस्थालाई लिएर हामी सबैको चासो छ नि, होइन र? त्यसैले आजको यस विश्लेषणमा हामी तीनै नयाँ नीतिहरूलाई एकदमै सरल तरिकाले गहिरिएर बुझ्ने प्रयास गर्नेछौँ। आउनुहोस् सुरु गरौँ। अहिले जहाँ तैँ चिया पसलदेखि अफिससम्म एउटै मात्र प्रश्न सुनिन्छ, के हाम्रो पसिनाको कमाई सहकारीमा सुरक्षित छ त? पछिल्लो समय केही सहकारीहरूमा देखिएको समस्याले गर्दा सर्वसाधारणमा जुन एउटा ठूलो चिन्ता छाएको छ नि, हो सरकारले मुख्य गरी यही कुरालाई सम्बोधन गर्न खोजेको छ। आजको हाम्रो यस विश्लेषणमा हामी मुख्य गरी यी 5 वटा कुराहरू हेर्नेछौँ। 1. सहकारी सुधार र व्यवस्थापन। 2. बचतकर्ताको रकम सुरक्षा। 3. वित्तीय सुशासन। 4. कृषि र उत्पादन वृद्धि र 5. पूर्वाधार र फोर्मुला व्यवस्थापन। छोटकरीमा भन्नुपर्दा यो योजना एउटा सुरक्षा कवच र सँगसँगै देश विकासको एउटा नयाँ इन्जिन जस्तै हो। ल अब लागौँ हाम्रो पहिलो बुदातिर, सहकारी सुधार र व्यवस्थापन। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई थप अधिकार दिएर एकदमै बलियो बनाउने नीति ल्याएको छ। किनभने समस्या परिसकेपछि आत्तिनुभन्दा समस्या आउनै नदिनु धेरै राम्रो हो नि। भोलिका दिनमा फेरि यस्ता आर्थिक सङ्कटहरू नदोहोरियुन् भनेर एउटा एकदमै कडा नियामक निकायको आवश्यकता महसुस गरिएको हो। यो त्यही पूर्व तयारी हो। अब जाउँ दोस्रो र सायद अहिलेको सबैभन्दा बढी चासोको विषयमा, बचतकर्ताको रकम सुरक्षा। यो एकीकृत बचतकर्ता संरक्षण कोष भनेको साँच्चै नै एउटा ठूलो र महत्त्वपूर्ण कदम हो। समस्यामा परेका सहकारीहरूमा फसेको सर्वसाधारणको पैसा कसरी जोगाउने त? त्यसैको लागि यो विशेष सरकारी कोष स्थापना गर्ने योजना ल्याइएको हो। मानिसहरूलाई फेरि वित्तीय सुरक्षाको महसुस गराउन यो कोषले एकदमै ठूलो भूमिका खेल्नेछ। अब तपाईँलाई लाग्ला यो कोषले काम चाहिँ कसरी गर्छ नि? यसका एकदमै सरल 3 वटा चरण छन्। पहिलो, समस्याग्रस्त सहकारीहरूले बजारमा लगानी गरेको कर्जा जसरी भए पनि असुल गर्ने। दोस्रो, त्यसरी उठेको पैसालाई यो नयाँ एकीकृत कोषमा ल्याएर जम्मा गर्ने। अनि तेस्रो र सबैभन्दा मुख्य कुरा, त्यही जम्मा भएको पैसाबाट पीडित बचतकर्ताहरूलाई उनीहरूको रकम फिर्ता दिने। सुन्दा एकदमै व्यवहारिक र आशलाग्दो योजना छ, होइन त? तेस्रो बुदा रलेको छ वित्तीय सुशासन, अर्थात् भित्री रूपमै सहकारीहरूलाई कसरी पारदर्शी र सुरक्षित बनाउने। अहिले हेर्नुहुन्छ भने मनपरी ऋण दिने, ऋण नतिरेर कालो सूचीमा पर्ने र विभिन्न आर्थिक अपराधका घटनाहरू प्रशस्तै सुनिन्छन्। तर अब यो विकृतिलाई रोक्न कर्जा सूचना प्रणालीलाई एकदमै कडा र सुदृढ बनाइँदैछ। यसले गर्दा एउटै व्यक्तिले धेरै ठाउँबाट ऋण लिने र दुरुपयोग गर्ने जुन प्रवृत्ति छ नि, त्यसमा पक्कै पनि ठूलो ब्रेक लाग्नेछ। नियमन र सुरक्षाको कुरा त भयो। अब लागौँ चौथो बुँदातिर, कृषि र उत्पादन वृद्धि। अब सहकारीलाई अर्थतन्त्रको इन्जिन कसरी बनाउने भन्ने कुरा आउँछ। यहाँनिर यो सहकारी खेतीको कन्सेप्ट एकदमै गजबको छ। किसानहरूले आफ्नो सानो सानो जमिन र स्रोत साधनलाई एकै ठाउँमा मिलाएर ठूलो स्केलमा सामूहिक रूपमा खेती गर्ने। नयाँ नीतिले यस्तो सामूहिक र करार खेतीलाई एकदमै धेरै जोड दिएको छ। यसले कृषिलाई आधुनिकीकरण गर्न मात्र होइन, लागत घटाएर उत्पादन बढाउन पनि जादु जस्तै काम गर्न सक्छ। यसका लागि सरकारले दिने सुविधाहरू पनि निकै आकर्षक छन्। जस्तै न्यूनतम समर्थन मूल्यमा किसानको उब्जनी किनिदिने सहकारीलाई विशेष अनुदान दिइनेछ। त्यस्तै उत्पादनलाई प्याकेजिङ गरेर बजारसम्म लैजाने, आधुनिक मसिन तथा ट्र्याक्टरहरू प्रयोग गर्ने र एग्रिटेक अर्थात् कृषिमा डिजिटल प्रविधि भित्र्याउने कुराहरूलाई प्राथमिकतामा राखिएको छ। कृषिलाई एउटा सम्मानित र नाफामूलक पेसा बनाउन यो एकदमै जरुरी थियो। यसको सबैभन्दा राम्रो पक्ष के हो थाहा छ? किसानले खेतमा बिउ रोप्नु अगाडि नै आफ्नो बालीको न्यूनतम मूल्य कति हुन्छ भनेर थाहा पाउनेछन्। अझ त्यो पैसा सिधै उनीहरूको ब्याङ्क खातामा जम्मा हुने व्यवस्था मिलाइदैछ। सोच्नुहोस् त, यसले किसानहरूलाई कति धेरै ढुक्क बनाउँछ। उत्पादनपछि बजार पाइएला कि नपाइएला वा भाउ घट्ला कि भन्ने पिरै भएन। अब हाम्रो अन्तिम अर्थात् 5औं बुदामा जाउँ, पूर्वाधार र फोहोर मैला व्यवस्थापन। सहकारी भनेको पैसा जम्मा गर्ने र ऋण दिने मात्र होइन रहेछ। अब ढल र फोहोर मैला व्यवस्थापन जस्तो ठूलो नागरिक दायित्वमा पनि निजी क्षेत्र र स्थानीय समुदायसँगै सहकारीलाई पनि अघि सारिँदैछ। सहर सफा राख्ने काममा सहकारीलाई पनि जोड्ने यो साँच्चै नै एउटा नयाँ र एकदमै सृजनात्मक सोच हो।
र यो योजना मुख्य गरी कहाँ लागू हुँदैछ त भन्दा काठमाडौँ उपत्यका र अरू ठूला महानगरहरूमा हामी सबैलाई थाहै छ हाम्रा सहरहरूमा फोहोरको समस्या कति विकराल छ। त्यसैले यो नीतिले सिधै हाम्रो दैनिक जनजीवनमा र सहरका सडकहरूमा एकदमै सकारात्मक प्रभाव पार्ने देखिन्छ। अब यो सम्पूर्ण विश्लेषणपछि अन्त्यमा एउटा निकै ठूलो प्रश्न बाँकी रहन्छ। के सरकारले ल्याएका यी कडा नियमनकारी सुरक्षा कवच र कृषिलाई अघि बढाउने इन्जिनले साँच्चै नै नेपालको सहकारी क्षेत्रमा गुमेको सर्वसाधारणको विश्वासलाई पूर्ण रूपमा फर्काउन सक्ला त? नीति तथा कार्यक्रमहरू सुन्दा त साँच्चै नै एकदमै आश लाग्दछन्, तर व्यवहारमा ग्राउन्ड रियालिटीमा यी कसरी लागू हुन्छन् त्यो भने हामीले पक्कै पनि हेर्नै बाँकी छ। आजको यस प्रस्तुतिमा हामी सँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै रोचक र जानकारीमूलक विषयको साथमा हामी फेरि भेट्नेछौँ।